पोखराको फेवा तालमासमा हामी कल्पना नि हजुर एकदम सबैजना हुनुहुन्छ हाम्रो विनोद दाइ विनोद दाजु विदेश सर के छ हाल पोखराको फेवा तालमा हाम्री कल्पना नानी अनि हाम्रो खिमबहादुर दाइ हुनुहुन्छ पोखराको फेवा तालमा सन्तोष दाइ एक दुई शब्द के भन्नु त ल कल्पना के भन्नु त यता भन्नु न यता त्यो मोबाइल ठीक छ हामी ठिकै छौं कति भन्नुस् न तपाईले हो कति कति गर्दै गले अदु नगर ए केटाकेटीहरु पोखराको फेवा तालैमा नानी त्यसरी न घुर्टिनु त तिम्रो गजब देख्छौ तेरो चस्माले होला गेले होला ह जो मान्छे गजब है त्यही त गाह्रो छ त पोखराको फेवा ताल यता चाहिँ यो के मन्दिर अरे बिचको तालबाराई मन्दिर मजाले हामी हिँडिरहेका छौं मिस सन्चै हुनुहुन्छ सन्चै अब त्यही त के छ भने भन्नुहोस् है